नमस्कार, स्वागत छ जियोपोलिटिकल लेन्समा। गत सेप्टेम्बर 8 र 9 मा नेपालमा भएको जेनजी आन्दोलनमा ऐतिहासिक सम्पदाको धरोहर सिंहदरबार जलिरहँदा त्यसको भोलिपल्ट सेप्टेम्बर 10 मा पेरिस जलिरहेको थियो। पेरिसको आगो निभ्न नपाउँदै त्यसको 2 हप्तापछि सेप्टेम्बर 24 देखि भारतको लद्दाख जलिरहेको छ। त्यस्तै लाल द्वीपको उपमा पाएको अफ्रिकी राष्ट्र माडागास्कर, दक्षिणी अमेरिकी राष्ट्र पेरु र अस्ताउँदो सूर्यको देश भनेर चिनिने पश्चिम अफ्रिकी मुलुक मोरक्को पनि सरकार विरोधी आन्दोलनको राप र तापले तातिरहेको छ। यी सबै आन्दोलनहरूमा अधिकांश जेनजी पुस्ताले नेतृत्व गरिरहेका छन्। नेपालमा सुरु भएको जेनजी आन्दोलन कसरी विश्वभरिका युवाहरूको लागि प्रेरणा र सत्तामा रहेका शासकहरूको लागि टाउको दुखाइ बनिरहेको छ त आजको यस भिडियोमा फ्रान्स, भारत, माडागास्कर, पेरु र मोरक्कोमा जेनजी पुस्ताले कसरी सत्ताको जग हल्लाइरहेका छन् त्यसैको बारेमा चर्चा गर्नेछौँ। आजको विषयवस्तुमा प्रवेश गर्न अघि सानो अनुरोध, यदि यहाँलाई यो भिडियो मन परेमा कृपया लाइक, सब्स्क्राइब र शेयर गरिदिनु होला र प्रतिक्रिया पनि दिनु होला, जसले गर्दा मलाई नयाँ सामग्रीहरू बनाउने हौसला मिल्नेछ। जहानिया राणा शासन अन्त्यका लागि भएको 2007 सालको निर्णायक आन्दोलन 3 महिना चलेको थियो। प्रजातन्त्रको पुनर्स्थापनाको लागि भएको 2046 सालको निर्णायक आन्दोलन 50 दिनसम्म जारी रह्यो। निरङ्कुश राजतन्त्र अन्त्यका लागि गरिएको 2062-63 को आन्दोलन 19 दिनसम्म चलेको थियो। तर भ्रष्टाचार अन्त र सुशासनको लागि भनिएको नेपालको पछिल्लो जेनजी आन्दोलनले 24 घण्टामा सत्ता पलट गर्न सफल भयो। नेपालको जेनजी आन्दोलनले ल्याएको भूकम्पको पराकम्पहरू विश्वका विभिन्न देशहरूमा देखिन थालेका छन्। सबैभन्दा पहिला चर्चा गरौं फ्रान्सको ब्लक एभ्रिथिङ आन्दोलनको बारेमा। नेपालको जेनजी आन्दोलन र फ्रान्सको ब्लक एभ्रिथिङ आन्दोलन लगभग समानान्तर रूपमा नै चलेका थिए। दुवै आन्दोलनको प्रकृति एउटै थियो, सामाजिक सञ्जालको प्रयोग र युवाको व्यापक सहभागिता। फ्रान्समा बढ्दो महँगी, रोजगारीमा कमी, लामो समयदेखि तलबमा वृद्धि नहुनु र आम नागरिक र राजनीतिक इलिटहरूको बीचमा बढ्दो दूरीले आम जनता र राजनीतिक नेतृत्व र विशेष गरी सरकारप्रति लामो समयदेखि असन्तुष्टि थियो। यसैबीच सरकारले 2026 को बजेटमा सार्वजनिक खर्च घटाउने प्रस्ताव ल्यायो, जसले पेन्सन, सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा प्रत्यक्ष प्रभाव पार्ने देखियो। बजेटमा 2 सार्वजनिक विधा कटौती पनि समावेश थियो। सरकारप्रति असन्तुष्ट युवाहरू सामाजिक सञ्जाल टिकटक, इन्स्टाग्राम र टेलिग्रामको माध्यमबाट एकत्रित भएर आन्दोलनको मोर्चामा उत्रन थाले। उनीहरूसँगै यातायात, सार्वजनिक सेवा र अन्य युनियनमा संगठित रहेका मजदुरहरू पनि उत्रिए। सबै कुरा ठप्प पार्ने उद्देश्यले गरिएको सरकार विरोधी आन्दोलन आगजनी र हिंसात्मक हुँदै गएपछि सरकारले 80,000 प्रहरी तैनात गरेको थियो। उक्त आन्दोलनका कारण निवर्तमान प्रधानमन्त्री फ्रान्सवा बैरूको सरकार अल्पमतमा पर्यो र ढल्यो। नवनियुक्त प्रधानमन्त्री सेबास्टियन लेकार्नोले पूर्व सरकारले प्रस्ताव गरेको बजेटमा पुनरावलोकन गर्छु भनेर आश्वासन दिएका छन्, तर आन्दोलनकारीको मागलाई सम्बोधन गर्न भने सकेका छैनन्। फ्रान्स पछि अब एकैछिन भारतको लद्दाखमा जारी जेनजी आन्दोलनको चर्चा गरौं। लद्दाखलाई राज्यको मान्यता दिनुपर्ने र संविधानको 6औं अनुसूचीमा समावेश गरेर लद्दाखी जनतालाई विशेष आदिवासीको सूचीमा राख्न पर्ने माग सहित लामो समयदेखि त्यहाँका जनताले आन्दोलन गर्दै आएका छन्, तर भाजपा सरकारले उनीहरूको मागलाई सम्बोधन गरेको छैन। नेपालको जेनजी आन्दोलनको भोलिपल्ट सेप्टेम्बर 10 देखि लद्दाखका आइकन मानिने सोनाम वाङचुकको अगुवाईमा भोक हडताल सुरु भयो। तर सेप्टेम्बर 23 सम्म सरकारले आन्दोलनकारीहरूको मागलाई अनदेखा गरेपछि जेनजी युवाहरू सामाजिक सञ्जाल मार्फत एकत्रित हुँदै सेप्टेम्बर 24 मा सडकमा उत्रिए। युवा सहभागिता पश्चात आन्दोलनले हिंसात्मक मोड लियो। सोही दिन सुरक्षाकर्मीसँग झडप हुँदा 4 जना प्रदर्शनकारीहरूको मृत्यु भयो भने 90 जना भन्दा बढी घाइते भए। हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोप लगाउँदै सरकारले राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत 26 सेप्टेम्बरमा सोनाम वाङचुकलाई पक्राउ गर्यो र जोधपुरमा उनी हाल बन्दी बनाएर राखिएका छन्। लद्दाख पछि उत्तराखण्ड, कर्नाटक, असम, आन्ध्र प्रदेश र उत्तर प्रदेशका युवाहरूले पनि छिटपुट
सरकार विरोधी आन्दोलनहरू गरिराखेका छन्। यदि तपाईँ लद्दाख आन्दोलनको बारेमा विस्तृत जानकारी लिन चाहनुहुन्छ भने मेरो अघिल्लो भिडियो लद्दाख किन जलिरहेको शीर्षकमा बनाएको छु, म डिस्क्रिप्सनमा हाल्नेछु, यहाँले हेर्न सक्नुहुनेछ। भारतको लद्दाखपछि दक्षिणी अमेरिकी राष्ट्र पेरुको जेन्जी आन्दोलनको चर्चा गरौँ। 20 सेप्टेम्बर 2025 बाट पेरुमा जेन्जीको नेतृत्वमा ठूलो सरकार विरोधी आन्दोलन सुरु भयो। यसको मुख्य कारण सरकारद्वारा ल्याइएको नयाँ पेन्सन सुधार नीति थियो, जसले 18 वर्ष भन्दा माथिका सबै नागरिकलाई निजी पेन्सन प्रदायक कम्पनीमा अनिवार्य रूपमा रकम जम्मा गर्न बाध्य पार्थ्यो। यो कदमलाई युवाले आफ्नो भविष्य चोरिने नीति भनेर व्याख्या गरे। लामो समयदेखि जरा गाडेको भ्रष्टाचार, आर्थिक असमानता, बढ्दो बेरोजगारी र अरू असुरक्षा प्रति असन्तुष्ट रहँदै आएका युवाहरूका लागि नयाँ पेन्सन सुधार नीति ट्रिगर पोइन्ट बन्न पुग्यो। राजधानी लिमा लगायत प्रमुख शहरमा हजारौं युवा सडकमा उत्रिए, जसमा विद्यार्थी, कामदार र स्वतन्त्र पेशेवर संगठनहरूको समेत सहभागिता थियो। विरोध प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रहरीसँगको झडपमा कम्तीमा 19 जना प्रदर्शनकारीहरू घाइते भएका छन्। जेन्जी आन्दोलनको दबावका कारण पेरुको संसदले पेन्सन सुधारका केही अंश परिमार्जन गर्न बाध्य भयो। विशेष गरी स्वरोजगारी कामदारलाई लगाइएको बाध्यात्मक पेन्सन रकम जम्मा गर्ने प्रावधानलाई हटाइएको छ। यद्यपि राष्ट्रपति र सरकार विरुद्धको युवाको रोष अझै कम भएको छैन। आन्दोलन हाल शान्तिपूर्ण रूपमा जारी छ। युवा पुस्ताले पेन्सन सुधारलाई मात्र नभई सम्पूर्ण राजनीतिक व्यवस्थालाई चुनौती दिँदै पारदर्शिता, न्याय र युवामुखी नीतिको माग अघि सारेका छन्। पेरुपछि अब चर्चा गरौँ माडागास्करको जेन्जी आन्दोलनको बारेमा। 75% भन्दा बढी जनता गरिबीको रेखामुनि रहेको माडागास्करमा गत 25 सेप्टेम्बरमा जेन्जीले आन्दोलनको आँधी ल्याएको छ। बिजुली र पानीको नियमित कटौतीले आजित भएका जनताको जनजीवन झन कष्टकर हुँदै गएपछि युवाहरूको धैर्यताको बाँध फुट्यो र आन्दोलनको आँधी ल्यायो। बढ्दो भ्रष्टाचार, रोजगारीको अभाव, आर्थिक असमानता र जनजीविकासँग जोडिने विकास परियोजनामा केन्द्रित हुनको सट्टा $152 मिलियन केबल कार जस्तो परियोजनामा सरकारले बजेट खन्याएपछि युवाहरू आकर्षित हुँदै आएका थिए। नेपालमा भएको जेन्जी आन्दोलनबाट प्रेरित भएका युवाहरूले जेन्जी माडागास्कर नामक फेसबुक पेज खोलेर संगठित भए। उक्त फेसबुक पेज खोलेको 5 दिनमा नै 1 लाख भन्दा बढी युवाले फलो गरे। हामी बाँच्न होइन जिउन चाहन्छौं भन्ने नारा सहित 25 सेप्टेम्बरमा राजधानी एन्तानानारोबीबाट सुरु भएको युवाहरूको आन्दोलनले केही समयमा नै देशव्यापी रूप लियो। सरकारले 24 तारिकका दिनमा नै आन्दोलनमा रोक लगाएको थियो, तर सरकारको आदेशको वास्ता नगरेर ज्यानको प्रभाव नै नगरी युवाहरू सडकमा ओर्लिए। सरकारले कडा दमन गरेपछि आन्दोलन हिंसात्मक हुँदै गयो। सुरक्षाकर्मीको गोली लागि 22 जना प्रदर्शनकारीले ज्यान गुमाए र 100 युवाहरू घाइते भएका छन्। युवाहरूको आन्दोलनकै कारणले ऊर्जा मन्त्री बर्खास्तमा परे भने राष्ट्रपतिद्वारा प्रधानमन्त्री क्रिस्चियन एन्डसायको सरकार भङ्ग गरेका छन् र यो सामग्री तयार गर्दासम्म नयाँ सरकार गठनको प्रक्रिया सुरु भइसकेको छ। माडागास्कर पछि पश्चिम अफ्रिकी राष्ट्र मोरक्कोको जेन्जी आन्दोलनको चर्चा गरौँ। मोरक्कोको जेन्जी आन्दोलन सेप्टेम्बर 27, 2025 मा राजधानी रबातबाट सुरु भएको थियो, जसमा जेन्जी 212 नामको गुमनाम युवा समूहले सामाजिक सञ्जाल मार्फत भ्रष्टाचार, सामाजिक असमानता, शिक्षा र स्वास्थ्य सेवाको सुधारका लागि सरकारका विरुद्धमा युवाहरूलाई सडकमा उत्रन आह्वान गर्यो। माडागास्कर र नेपालको आन्दोलनबाट प्रेरित भएका युवाहरू हाम्रो भविष्य हाम्रो हातमा भन्ने नारा लगाउँदै हजारौंको संख्यामा सडकमा उत्रिए। युवाहरूको आन्दोलनमा सरकारले बल प्रयोग गरेर दमन गर्यो। सेप्टेम्बर 28 र 29 मा हिंसात्मक झडपहरू भए, जसमा कम्तीमा 3 जनाको मृत्यु भयो भने दर्जनौं युवाहरू घाइते भए। आन्दोलन मोरक्कोको अन्य शहरहरूमा पनि फैलियो र अक्टोबर 1 मा थप प्रदर्शनको आह्वान गरियो। हाल मोरक्कोमा भएको आन्दोलनलाई अन्तर्राष्ट्रिय मिडियाहरूले अरब स्प्रिङ पछिको सबैभन्दा ठूलो असन्तुष्टिको प्रदर्शन भनेर चित्रण गरेका छन्। तर सरकारले आन्दोलनलाई अवैध भन्दै प्रतिबन्ध लगाएको छ। तर सरकारको प्रतिबन्धको बावजुद पनि यो सामग्री तयार पार्दाको सम्म मोरक्कोका युवाहरू आन्दोलनमा लागिरहेका छन्। नेपाल लगायत अन्य देशहरूमा हालै भएको जेन्जी आन्दोलनहरूको समीक्षा गरेर के निष्कर्ष निकाल्न सकिन्छ भने
हाल पुरानो पुस्ताको राजनीति र नयाँ पुस्ताको सोचको बीचमा टकराव छ। पुरानो राजनीतिको ढाँचा अनुसार सत्तामा बस्ने शासक र राजनीतिक संस्थापनले परम्परागत रूपमा राज्य नियन्त्रित सरकारी र आफ्नो पक्षमा लबिङ गर्ने निजी सरकारी सञ्चार माध्यम मार्फत नियन्त्रित र सीमित सूचना दिने गर्थे र जनताले त्यसलाई विश्वास गर्छन् भन्ने भान हुन्थ्यो। तर हाल इन्टरनेटको पहुँच भएको र सामाजिक सञ्जाल चलाउन सक्ने हर कोहीले स्थानीय र विश्वभर भएका घटनाहरूको बारेमा पल पलका सूचनाहरू थाहा पाउँछन्। विशेष गरी युवा पुस्ताले विश्वभरिको घटनाक्रमहरूका सम्बन्धमा जानकारी लिनका साथै आफ्नो देशको राजनीतिक घटनाक्रमदेखि नेताको निजी जीवन, नेताको घर सम्पत्तिदेखि छोराछोरीले के खान्छन् र कहाँ पढ्छन् भन्नेसम्मका सूचनाहरू उनीहरूले थाहा गर्छन्। भ्रष्टाचार नगरी राजनीति मात्र गरेर नेताहरूले राजधानीमा घर बनाउने, छोराछोरी विदेश पढाउने र ल्याविस जीवनशैली जिउन सक्ने हैसियत राख्छन् भन्ने कुरामा उनीहरू विश्वास गर्दैनन्। नेता धनी हुँदै जाने, जनता गरिबका गरिब रहने दृश्य उनीहरूको आँखाले देखेको छ र भोगेको पनि छ। बढ्दो भ्रष्टाचार, अवसरको कमी र कष्टकर बन्दै गएको जीवनयापनले उनीहरूमा प्रश्न खडा गरिदिएको छ। उनीहरू त्यहाँ, हामी चाहिँ किन यहाँ जस्ता प्रश्नहरू उनीहरू आफूले सोध्छन्। उनीहरूमा भएको आलोचनात्मक सोचले समाजमा विद्यमान भिन्नताहरूको अध्ययन गर्न बाध्य तुल्याएको छ, जसले उनीहरूमा फ्रस्ट्रेसनको क्रोध पैदा गरेको छ र त्यही फ्रस्ट्रेसनलाई आन्दोलन मार्फत उनीहरूले पोखेका छन्। तसर्थ हालको जेनजी आन्दोलन युवाहरूको फ्रस्ट्रेसनको रियाक्सन हो। उनीहरूलाई आश्वासन होइन, अवसर चाहिएको छ। अबको सत्ता र सरकारले अवसरहरू सृजना गरेर जबसम्म युवाहरूको फ्रस्ट्रेसनलाई सम्बोधन गर्न सक्दैन, जेनजी र जेनजी पछिका अन्य पुस्ताले पनि यस्ता खालका आन्दोलनहरू जारी राख्नेछन्। आजको यो भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला र मेरो च्यानललाई आजसम्म सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गरिदिनुहोला। हस्त नमस्कार।